यहाँदेखि सुरु भएर म चाहिँ सर्लक्क हेर्नुहोस् काठमाडौँको भ्यू आर्मी हेडक्वार्टर धरहरा। त्यसै गरी अब त्यो माथि माथि बादल लागेको चाहिँ चन्द्रगिरी। अब यहाँबाट यतापट्टि हेर्दाखेरि त्यो लास्टमा देखिएको डाँडा चाहिँ उता दक्षिणकाली। सर्लक्क दामी दामी तरिकाले दामी देखिएको छ। यहाँबाट म रङ्गशालाको यो चाहिँ रङ्गशालाको लाइट, यो देखिएको त्यो रङ्गशालाको बोर्ड हो। यो चाहिँ चम्पादेवी बादल लागेको भने, अनि अर्को यता र यहाँ चाहिँ यो चाहिँ ठ्याक्कै एउटा हामीले केबल कारको पिल्लर पनि देख्छौँ। यो चाहिँ चन्द्रगिरीको त्यति टाढा छ। हामीले यहाँदेखि चन्द्रगिरीको पुल पनि देख्न सकिने रहेछ है, ट्याक्कसँगले यस्तो गरेर हेर्दाखेरि। यो बादलमा ट्याक्क देखिएको छ कता गयो, फेरि छोपिसकेछ बादलले अहिले छोपिसकेछ। अब आर्मी हेडक्वार्टर सर्लक्कसँगले त्यति टाढा छ, हामी नजिक ल्याएर यसरी देखाउन सक्छौँ।